हाई एभ्रिवान, वेलकम टु माई च्यानल। अनि आज चाहिँ म 5 वटा त्यस्तो वेबसाइटहरू भन्दैछु जसमा चाहिँ मैले ड्रामाहरू हेर्छु हेर्थेँ। सो कन्टेक्स्टको लागि चाहिँ इट्स बिन लाइक सो मेनी इयर्स कि मैले ड्रामा हेर्न सुरु गरेको। अनि आई गेस इट वाज 2012 or 13 मैले सुरुमा ड्रामा हेरेको। अनि त्यो टाइम पिरियडदेखि अहिलेसम्म चाहिँ एकदमै धेरै वेबसाइटहरू आइसक्यो, गयो, अझै पनि चल्दैछ होइन। तर मैले हेर्दाखेरि चाहिँ मेबी Dramacool was there and Kiss ACN obviously that was the best website at that time. तर पछि किन गयो I don't know. I still feel sad about that होइन। तर त्यस्तै भयो। अरू पनि I don't remember, तर धेरै ड्रामा वेबसाइटहरू चाहिँ थियो त्यो बेला ड्रामाको लागि। तर आजको भिडियोमा चाहिँ त्यो 5 वटा ड्रामाहरू नहेरे मैले कुनै चाहिँ मैले नहेरे पनि अहिले पनि युजफुल छ र मैले त्यो ड्रामाहरू चाहिँ किन त्यो वेबसाइट चाहिँ किन हेर्दिनँ भनेर पनि म यो भिडियोमै भन्नेछु होइन। तर यो भिडियो बनाउँदाखेरि चाहिँ इट फिल्स इलिगल बट आइ एम डुइङ इट एनिवे, किनभने मेबी पाइरेसी हुने चान्सेसहरू त्यस्तो छ भन्छ त्यो ड्रामा वेबसाइटहरू हेर्दाखेरि अभियसली। तर पनि इट वर्क्स के मेरो लागि चाहिँ, त्यही भएर आई एम सेयरिङ इट विथ यु। लेट्स गेट स्टार्टेड। 5मा चाहिँ विकी छ। विकी चाहिँ मैले जमानामा एकदमै धेरै हेरेको वेबसाइट हो होइन। त्यसमा चाहिँ के छ प्लस पोइन्ट भन्दाखेरि चाहिँ क्वालिटी एकदमै राम्रो आउँछ क्या, एचडी क्वालिटीको आउँछ। अनि त्यही त हो चाहिने होइन। सो मैले एकदमै धेरै हेरेँ। मेबी त्यहाँको बोइज ओभर फ्लावर अगेन रिवाज गर्दाखेरि चाहिँ मैले त्यहाँबाटै हेरेको। एकदम राम्रो क्वालिटीमा हेर्नु पाउँदाखेरि चाहिँ आई वाज ब्लेस्ड होइन त्यो बेला। अनि त्यसपछि अर्को भनेको मैले त्यो प्लेफुल किसको जापानिज भर्जनहरू सबै त्यो त्यहीँबाटै विकी ड्रामाबाटै हेरेको, विकी वेबसाइटबाटै हेरेको। सो राम्रो छ त्यो ड्रामा। तर एउटा मात्र कन चाहिँ के छ भन्दाखेरि त्यसमा चाहिँ सबै ड्रामा छैन क्या। भन्नु खोजेको चाहिँ पुरानोतिर चाहिँ छ होइन। मैले हेर्ने बेलासम्म चाहिँ मैले जुन बेला एकदमै हेर्थेँ नि त्यो बेला चाहिँ अपडेटेड ड्रामाहरू आउँथ्यो कि। तर त्यसपछि चाहिँ आई डोन्ट नो वाट ह्यापन्ड, अर सब्सक्रिप्सन लिन पर्ने अर प्रो समथिङ लाइक द्याट त्यस्तो भयो होइन। अनि त्यसपछि राम्रो ड्रामाहरू जति चाहिँ सबै सब्सक्रिप्सन लिएर गर्नुपर्ने। अनि त्यहाँ भएको ड्रामाहरू चाहिँ मैले हेरिसकेको थिएँ, त्यही भएर चाहिँ मैले हेर्न छोडेँ अब त्यो ड्रामा। तर त्यसको प्लस पोइन्ट चाहिँ अर्को पनि के थियो भन्दाखेरि क्वालिटी त राम्रो आउने नै भयो। मलाई एकदम मन परेको त्यो बेला भनेको चाहिँ सबटाइटल त हुन्थ्यो नै होइन। त्यो बेला चाहिँ रियल टाइम कमेन्ट्स पनि थियो क्या। जस्तै अब तपाईँले एउटा सिन हेर्दै हुनुहुन्छ होइन, अनि त्यो सिन चाहिँ मलाई कस्तो मन पर्यो होइन। अनि त्यसपछि अब कसलाई गएर भन्नुहुन्छ, त्यति बेला त भन्न कोही हुँदैन नि त होइन। अनि त्यसपछि त्यही बेलामै कमेन्ट्स गर्नु मिल्ने खालको थियो कि। अनि अरूको पनि कमेन्ट आउँथ्यो अनि हेर्न मिल्थ्यो कि। त्यो टाइममा त कस्तो सोचेछ, जस्तै अब त्यहाँ झगडावाला सिन छ होइन, अनि मलाई चाहिँ मन परेन, आई हेट द्याट बोय भनेर भनेछ भने मैले कमेन्ट गरेँ, त्यहाँ अरूको पनि त्यस्तै आएको हुन्थ्यो। अनि त्यही कमेन्ट्समै पनि झगडा हुन्थ्यो क्या मान्छेहरूको। अनि द्याट वाज रियली फन। इफ हजुरहरूलाई त्यो मन पर्दैन भने टर्न अफ पनि गर्न सक्नुहुन्थ्यो। तर मलाई चाहिँ एकदम मन पर्थ्यो, किनभने रियल टाइम थाहा हुन्थ्यो नि त मान्छेहरूलाई के कस्तो चलिरहेको रहेछ भनेर। सो या द्याट वाज इट फर विकी। एउटै मात्र रिजन चाहिँ ड्रामाहरू नहुने भएर मेरो 5 नम्बरमा हो, नत्र टपमै हुन्थ्यो यो। तर अभियसली मेन स्ट्रिम हो, त्यही भएर पनि सब्सक्रिप्सन त अभियसली नै चाहिन्छ नै होइन, त्यो मेक सेन्स। र 4 नम्बरमा छ डेली मोसन। डेली मोसनमा त तपाईँले जे पनि भेट्नुहुन्छ त्यो जुन तपाईँले टिकटकमा एआईवाला भिडियोहरू हुन्छ नि, छोटो हुन्छ अनि त्यसपछि एक्सप्लेन गर्छ नि त त्यो ड्रामाहरूको, त्यो आइडोन्ट नो सर्ट भिडियोहरूको हुन्छ नि, त्यो पार्ट 1 पार्ट 2 मात्र छ भने पनि डेली मोसनमा चाहिँ तपाईँले सबै भेट्नुहुन्छ कि। अनि त्यही भएर मैले पनि कुनै टाइममा चाहिँ एकदमै धेरै चलाएँ त्यो डेली मोसन। क्वालिटी चाहिँ फेरि 720pमा आउँछ क्या हो कि। अहिले चाहिँ मलाई याद छैन होइन, तर क्वालिटीमा चाहिँ अलिकति कम्प्रोमाइज चाहिँ गर्नुपर्ने हुन्छ तपाईँहरूले। अनि मैले यसलाई 4 नम्बरमा राखेको अर्को रिजन यसको अर्को हल्का पोइन्ट चाहिँ यो जहाँ पाइ त्यही चल्दैन कि भन्नाले नेटवर्क एकदमै राम्रो चाहिन्छ कि यसलाई चाहिँ। त्यो कस्तो छ भन्दाखेरि कनेक्सन एकदमै स्ट्रङ भयो भने मात्र चल्छ, नत्र त्यो लोडिङ भएको भए गर्छ नि, विच इज भेरी इरिटेटिङ फर मी। सो मैले चाहिँ आजभोलि चाहिँ हेर्दिनँ त्यो ड्रामा, त्यो वेबसाइटबाट ड्रामाहरू। तर ड्रामा चाहिँ सबै तपाईँले त्यो जुन हुन्छ नि
एकदमै कहीँ नभएको ड्रामा पनि त्यहाँ चाहिँ भेट्नुहुन्छ के त्यो पुरानो पुरानो ड्रामाहरू पनि भेट्नुहुन्छ के त्यसमा सो द्याट वाज इट फर डेलिमोसन अनि अब जाउँ हामी नम्बर 3 मा विच इज बिलिबिली बिलिबिली चाहिँ कुन वेबसाइट हो भन्दा आई गेस इट्स चाइनिज होइन तर आइएम नट स्योर है त्यसको बारेमा चाहिँ तर डेलिमोसन र बिलिबिली चाहिँ मलाई सेम लाग्छ के तर एउटै मात्र फरकले गर्दा अर्को 4 यो 3 मा किन आयो भन्दाखेरि यसलाई चाहिँ त्यो डेलिमोसन जस्तो स्ट्रङ कनेक्सन भन्ने चाहिँ चाहिँदैन के जहाँ डेलिमोसन चलिरहेको छैन नि मेरो केसमा चाहिँ डेलिमोसन नचलिराख्दा पनि बिलिबिली चाहिँ चलिरहेकै हुन्थ्यो क्या सो म चाहिँ पछि डेलिमोसनबाट चाहिँ बिलिबिलीमा स्विच भयो तर क्वालिटी चाहिँ सेमै हो 720p नै हो मेबी होइन या मेबी 720 नै हो अनि या सेमै हो अब के भन्नु त्यही कनेक्सनको मात्र फरक हो तर इट वर्क्स है यसमा नि तपाईँहरूले सबै ड्रामाहरू चाहिँ पाउनुहुन्छ है तर सर्च गर्दा चाहिँ कसरी गर्ने भनेर थोरै टिप्स एन्ड ट्रिक्स छ होइन तर त्यो चाहिँ म अर्को भिडियोमा बनाउने छु इफ यु गाइज आर इन्ट्रेस्टेड तर अहिले चाहिँ अब नाम मात्र हो नि त यो त्यही भएर र हाम्रो नम्बर 2 मा रहेको छ नेट मिरर आई डोन्ट थिङ्क देयर आर सो मेनी थ्योरिज अबाउट इट होइन कन्ट्रोभर्सी पनि छ यसको चाहिँ त्यही भएर मैले भने इट फिल्स इलिगल बट आइ एम डुइङ इट एनिवे भनेर होइन किन भन्दाखेरि अब यो नेटफ्लिक्सको कपी हो कि यसमा तपाईँले कोरियन ड्रामा मात्र नभएर अरू कोरियन ड्रामा चाइनिज ड्रामा मात्र नभएर अरू पनि पाउनुहुन्छ सेम नेटफ्लिक्समा भएको ड्रामाहरू चाहिँ पाउनुहुन्छ प्लस अमेजन प्राइममा भएको ड्रामाहरू पनि पाउनुहुन्छ कि यसमा चाहिँ तर द थिङ इज योले चाहिँ अलिक पाइरेसीको अनि इलिगल हो जस्तो चाहिँ कुरा आउँछ होइन सो प्रोसिड एट योर अन रिस्क भन्न चाहन्छु म चाहिँ तर मलाई चाहिँ एकदमै वर्क गरेको वेबसाइट हो कि यो वेबसाइट पनि छ एप पनि छ है त्यसमा चाहिँ अनि यसमा ड्रामाहरू चाहिँ सबै हुन्छ तर थोरै कन्स भनौँ न त्यो भनेको चाहिँ प्लस पोइन्टमा भन्छु पहिला म प्लस पोइन्टमा चाहिँ एड आउँदैन यसमा हुन त मैले अहिले भनेको कुनैमा पनि आउँदैन एड चाहिँ तर यसमा पनि आउँदैन भनौँ न होइन त्यो प्लस पोइन्ट हो अनि अर्को एउटा नराम्रो पार्ट चाहिँ के हो भन्दाखेरि यसमा सबै ड्रामाहरू हुँदैन कि अभियसली नेटफ्लिक्समा र अमेजन प्राइममा भएको कोरियन ड्रामा चाइनिज ड्रामा त हुन्छ तर धेरै भएको छैन नि त ड्रामाहरू नेटफ्लिक्समा आउन लाग्यो त्यही भएर यसमा सबै ड्रामाहरू चाहिँ भेट्नुहुन्न क्या तपाईँले मेन स्ट्रिम ड्रामाहरू जस्तै अब कस्तो भन्दा स्ट्रङ वुमन होला होइन अनि रिप्लाई 1988 त्यस्तो मेन स्ट्रिमवाला मात्र छ कि तपाईँले जुन म अलिकति अन्डर रेटेडवाला हेर्छु भन्यो भने चाहिँ यसमा चाहिँ पाउनुहुन्न विच इज आई गेस अ डिसएडभान्टेज फर अस होइन अनि अर्को भनेको चाहिँ नयाँ ड्रामाहरूको चाहिँ सबटाइटल झट्टै आउँदैन कि अभियसली मेक सेन्स होइन तर कस्तो भन्दा हामीलाई हेर्न परिसकेको हुन्छ तर सबटाइटल आउँदैन कि त्यही भएर मैले यो पनि खासै चाहिँ हेर्दिनँ आजभोलि तर स्टिल वर्क्स फर मी है अरू बेला कहिलेकाहीँ एकदम मन लाग्दाखेरि चाहिँ अनि नेटफ्लिक्स नहुँदा चाहिँ हेर्छु होइन तर कस्तो भन्दाखेरि सबटाइटल नहुने भएर चाहिँ इट टर्न मी अफ के त्यो बेलामा चाहिँ त्यसपछि चाहिँ मैले छोडे हो एन्ड फाइनली नम्बर 1 मा छ मेरो फेभरेट म अहिले पनि त्यहीबाट हेर्छु होइन ड्रामाहरू किनभने एभ्री ड्रामा इज देयर के विच इज किस एसियन नो सरी नट किस एसियन किस केएस पहिला चाहिँ किस एसियन थियो मेरो फेभरेट थियो त्यो पनि त्यही भएर आई गट कन्फ्युज सरी अहिलेको चाहिँ मेरो पर्सनल फेभरेट भनेको चाहिँ किस केएस चाहिँ हो यसमा पनि स्टोरी छ के छ भन्दाखेरि भन्छ नि होइन पिपल सुड गेट किप द गुड थिङ्स भनेर यो पनि किस केएस पनि मैले एक्सप्लोर गर्दाखेरि चाहिँ एकदमै कम मान्छेलाई थाहा थियो रहेछ होइन त्यही भएर एड पनि नआउने क्या यसमा पहिला अनि त्यसपछि मैले मेरो कजनलाई भन्ने बित्तिकै त्यसको अर्को दिनबाट चाहिँ मेरोमा नै एड आउन थाल्यो होइन उसकोमा नि एड आएछ अनि त्यसपछि चाहिँ उसले त्यो मन परेन भन्यो भन्दा चाहिँ तर मैले चाहिँ स्टिल आई वेन्ट फर इट किनभने यो जस्तो वेबसाइट चाहिँ मैले अरू कहीँ भेटिनँ कि एभ्री ड्रामा इज देयर के सबै ड्रामा छ यसमा सबै जुन चाहिन्छ नि सबै त नभनौँ तर किनभने मैले एउटा ड्रामा चाहिँ भेटेको थिइनँ यसमा होइन त्यो बाहेक मैले अरू खोजेको कहीँ नभेटेको ड्रामा पनि यसमा चाहिँ मैले भेटेँ कि त्यही भएर यो चाहिँ मेरो लागि पर्सनल फेभरेट हो क्वालिटीको कुरा गर्नु पर्दाखेरि त्यस्तो विकी जस्तो त अभियसली आउँदैन तर पनि इट वर्क्स फर मी है मलाई चाहिँ नयाँ ड्रामा सबटाइटल सबै चाहिने भएर यो वेबसाइटमा चाहिँ मैले क्वालिटीलाई चाहिँ खासै प्रायोरिटी नराख्या पनि होला होइन तर
त्यस्तो वर्स पनि आउँदैन क्या, ठिकै आउँछ क्या, क्वालिटी राम्रै आउँछ भनौँ न होइन। सो यहाँ अनि कन भनेको चाहिँ त्यही चाहिँ त्यो एडहरूको हो, तर म चाहिँ एड बिनै हेर्छु, त्यसको पनि टेक्निक छ। सो इफ यु गाइज वान्ट इट प्लिज लेट मी नो होइन, म भनिदिन्छु अर्को भिडियोमा कसरी चाहिँ एड बिना हेर्ने भनेर। सो दिस वाज इट। नम्बर 1 इज किसके यार। ओ या बाई द वे यसमा चाहिँ अर्को अब हलिउड ड्रामाहरू पनि, हलिउड सिरिजहरू पनि छ ल यसमा। सो तपाईँले हेर्न सक्नुहुन्छ। प्लस कुनै ड्रामा तपाईँलाई छैन त्यहाँ भने चाहिँ तपाईँले अभियसली उहाँहरूलाई रिक्वेस्ट गर्न सक्नुहुन्छ यो ड्रामा राखिदिनु भनेर। सो द्याट इज अल्सो अ गुड पार्ट। या सो मैले चाहिँ अहिले पनि जति पनि ड्रामाहरू छ प्रायः चाहिँ यसमै हेरेर हुन्छु। सो दिस वाज इट। 5 मेरो गेटकिपवाला वेबसाइट त नभनौँ, तर जे होस् मैले हेर्ने वेबसाइटहरू। अनि प्लस यो बाहेक अर्को ड्रामा वेबसाइट छ जुनलाई चाहिँ मैले एकदमै नराम्रो रिभ्यू दिन चाहन्छु, विच इज ड्रामाकुल। जुन मैले भनेको थिएँ नि कि यसमा नभेटेको ड्रामा चाहिँ मैले ड्रामाकुलमा भेटेँ तर यस्तो अवस्थामा भेटेँ होइन, एउटा क्लिक एकचोटि त्यसमा त्यो ड्रामामा क्लिक गर्नलाई मलाई 100चोटि एड पेजमा जानु पर्यो क्या। सो कसरी त्यो वेबसाइट अझैसम्म पनि बाँचिरहेछ भनेर भन्छु क्या मैले होइन। मान्छेहरूले चलाइ नै रहेछन् होला क्या त्यो ड्रामा। यस्तै म जस्तै स्टुपिडहरूले अर कुनै ड्रामासँग अब्सेस्ड भएर मात्र होला यो ड्रामा वेबसाइट चलाउने होइन, नत्र कसले चलाइरहेछ कि केही टेक्निक छ कि यसमा होइन, त्यो चाहिँ आई डोन्ट नो, आई वान्ट टु नो है यो चाहिँ। सो तपाईँहरूलाई थाहा छ भने प्लिज भन्नुहोस्। तर त्यो बाहेक मैले थाहा पाएको चाहिँ ड्रामाकुल पहिला जस्तो कुल छैन। पहिला पनि आउँथ्यो वेबसाइट एडहरू त, तर यतिसम्म चाहिँ आउँथेन कि। अहिले त आई वाज सो फ्रस्ट्रेटेड बट स्टिल आई वाच्ड इट होइन। त्यही पनि इट इज सो फ्रस्ट्रेटिङ त्यो वेबसाइटमा जानु नै के, जानै नपरोस् भनेको थिएँ कि मैले त होइन। सो यति हो गाइज। अब तपाईँहरू बिगिनर हुनुहुन्छ, कुन ड्रामा कुन वेबसाइट भन्दै हुनुहुन्छ भने यो 5वटा वेबसाइटमा जुन तपाईँलाई मनपर्छ त्यो नै हेर्दा हुन्छ। र यति नै हो गाइज। बाई बाई, किप वाचिङ ड्रामा।